सो गाइज वाट्स अप एभ्रीबडी वेलकम ब्याक टु द टिनेजर। हजुरले थाहै भइसक्यो होला आज हामीले के च्यालेन्ज गर्दैछौँ र आजको च्यालेन्ज चाहिँ एकदम डिफिकल्ट छ र आज चाहिँ हामीले गर्दैछौँ 1 रुपियाँलाई 1000 रुपियाँमा कन्भर्ट। सो हो गाइस, सही सुन्नुभयो, आज हामीले 1 रुपियाँलाई 1000 रुपियाँमा कन्भर्ट गर्न जाँदैछौँ। यो च्यालेन्ज मुस्किल हुनेछ। यो च्यालेन्जलाई सिधै भिडियोमा गएर भेट्नुपर्छ। त्यतिखेर चाहिँ हामी हाम्रो फर्स्ट लोकेसनमा आइसकेछ र भित्र गएर हामीले सोध्छौँ कि 1 रुपियाँ के आउँछ। एक्सक्युज मी अङ्कल, हामी युट्युब भिडियो बनाउँदैछौँ। 1 रुपियाँलाई 1000 रुपियाँ कन्भर्ट गर्दैछौँ होइन। सो हामीलाई फर्स्टबाट चाहिँ हजुरजराट गर्दैछौँ। 1 रुपियाँ केही दिन चाहनुहुन्छ र? 1 रुपियाँ बदला केही दिन सक्नुहुन्छ? 1 रुपियाँ के दिन सक्नुहुन्छ हजुरले? अब हामीले यसलाई बढाउँदै बढाउँदै 1000 रुपियाँसम्म पुऱ्याउँछौँ कि आज हामीले। टोफी कति कति हाले? 1 रुपियाँ हाले नि अङ्कल, पक्का बिजनेसम्यान हुन्छ। हजुरले अलि यसलाई बढाएर अनि यसलाई त हामी बढाउँदै बढाउँदै जाने हो नि त। फेरि हजुरबाट सुरुवात गऱ्यो हामीले। 1000 रुपियाँ पुऱ्याउँछौँ हामी बेलुकासम्म। च्यालेन्ज लिएको हामीले। टफी कुनवाला? हजुर ल हुन्छ 5 रुपियाँ। सो अङ्कल हामीलाई 5 रुपियाँको 1 रुपियाँदेखि 5 रुपियाँसम्म पुगिसक्यौँ होइन। सो 5 रुपियाँको अब अङ्कलले के दिनुहुन्छ? ललिपप। सो ललिपप आयो गाइस। सो अङ्कल सो थ्याङ्क यू अङ्कल अङ्कल आन्टी थ्याङ्क यू भन्छौँ। सो अब हामीले 5 रुपियाँ बनाइसकेका छौँ। अब हामीले बेच्छौँ यसलाई 10 रुपियाँमा अनि यसलाई गर्दै गर्दै 1000 रुपियाँ बेच्छौँ। 1 रुपियाँबाट हामीले 5 रुपियाँको ललिपप पायो र ललिपपको बदला हजुरले केही दिन सक्नुहुन्छ? हामीले केही दिन सक्नुहुन्छ? पैसा 5-10 रुपियाँ के किन्नुहुन्छ? यो ललिपप किन्ने हामीले ललिपप किनेर हामीलाई के दिनुहुन्छ त फेरि? ललिपप किनेर ललिपप दिन्छ। दिन्छ हजुर 10 रुपियाँ 5 रुपियाँ 5 रुपियाँ दिएर ललिपप किन्छ। 5 रुपियाँ 10 रुपियाँ 5 रुपियाँ त यसलाई किनेको भन्दा हो हामीले आज 1000 ललिपप दिने 5 रुपियाँको ललिपप र 10 रुपियाँ दिने त्यही त ल। थ्याङ्क यू आन्टी। आन्टीलाई चाहिँ हामीले ललिपप बेचेर 10 रुपियाँ कमाइसकेको छ। एक्सक्युज मी अङ्कल, हेलो। यसो हामी युट्युब भिडियो बनाउँदैछौँ, यसो बोल्नुहुन्छ र आज? होइन बस एउटा यति मात्र हो कि हामीले आज यो 1 रुपियाँलाई हामीले 1000 रुपियाँ कन्भर्ट गर्दैछौँ कि होइन। सो हजुरको मैले यसलाई चाहिँ हामीले 1000 बेलुकासम्म बनाउनु पऱ्यो कि हाम्रो सिमिजर। हजुर। सो गाइज अङ्कलले निकाल्दै हुनुहुन्छ। सो हेरौँ। सो ओके लोन। सो हजुर थ्याङ्क यू। सो हामीले अङ्कल हजुर 10 रुपियाँ यो पनि हामी राख्ने। सो अङ्कलले थ्याङ्क यू अङ्कल। सो हामीले 60 रुपियाँ बनाइसक्यो। चाहिँ हामीले यहाँ केही पहिला र हामीले 60 लाई एक्सचेन्ज गर्न जाँदैछौँ। एक्सक्युज मी आन्टी, हामीले चाहिँ युट्युब भिडियो बनाइदिए आएको। यसो सुट गर्न पाउँछ? सो आज अन्टीलाई चाहिँ हामीले एक्सप्लेन गर्न जाँदैछौँ युट्युब भिडियो के हो भनेर। सो आज हामीले चाहिँ 1 रुपियाँदेखि 1000 रुपियाँ बनाउन जाँदैछौँ कि। हामीलाई फेरि यो सामानहरू बेच्नु फेरि गाह्रो पनि हुनसक्छ। हजुरले क्यास दिँदै सक्दैन। क्यास दियो भने हामीले हजुरले क्यास नै माग्छ फेरि बढाएर। आउनु भिडियो भयो कि उता आएन कि। हुन्छ 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 हजुरले जति दिँदा नि हुन्छ। सो आन्टीले हामीलाई 100 रुपियाँ दिइसक्नु भएको छ। हाम्रो 1 रुपियाँदेखि 100 रुपियाँ पुगिसक्यो कि गाइस 1000 रुपियाँ पुग्ला त। सो यतिखेर चाहिँ हामी नेक्स्ट लोकेसनमा आइसकेको छौँ र अङ्कललाई चाहिँ हामीले 100 रुपियाँको एक्सचेन्जमा हामीलाई के दिनुहुन्छ भनेर सोध्नेछौँ। जहिले पनि दिनुहुन्छ भन्ने छैन, नपर्ने पनि सकिन्छ। यो हजुरले गर्दा यतिखेर चाहिँ हामीले 100 को बदला 110 पाइसकेको छौँ र च्यालेन्ज चाहिँ एकदम इन्ट्रेस्टिङ हुँदै गइरहेको छ। यस गाइस 110। अब सिधै नेक्स्ट। सो गाइस हाम्रो चाहिँ 110 रुपियाँ बनिसकेको छ। अब हामीलाई पैसा माग्दा 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 वक्क दिक्क लागिसक्यो। अब हाम्रो बिजनेस आइडिया चलाउँछौँ। अब हामीले चाहिँ 110 को चाहिँ सामान किनेर हामीले यसलाई अझै प्रफिटमा बेचेर अहिले 1000 रुपियाँ पुऱ्याउने कोसिस गर्छौँ। हामी नेक्स्ट लोकेसनमा आइसकेको छौँ र यहाँबाट चाहिँ हामीले केही बिस्कुट किनेर लग्छ। सो अब हेरौँ आन्टीले हामीलाई कति दिनुहुन्छ। हाम्रो चाहिँ आज च्यालेन्ज छ कि 1 रुपियाँबाट 1000 रुपियाँ एक्सप्लेन गर्नै पर्छ। जस्तै हामीले 1 रुपियाँ थियो घरमा, त्यो 1 रुपियाँ। सो गाइस यो भिडियो चाहिँ लास्टै लामो भएको थियो होइन, त्यही भएर मैले भोइस रेकर्ड गर्दैछु। यो भिडियो चाहिँ एक्सप्लेन गर्न लास्टै गाह्रो भइसकेको थियो सबलाई। सो गाइस हामीले 110 को ट्रेड गरेर चाहिँ हामीले यो बिस्कुट किनेका छौँ होइन। सो देख्न सक्नुहुन्छ होइन। सो बेनीलाई 2 प्याकेट र हामीले एउटा 2टा टाइगर बिस्कुट पाएका छौँ होइन। अब यसलाई चाहिँ हामीले
सो यसलाई चाहिँ हामीले चाहिँ महँगोमा बेच्नेछौँ होइन सो हेरौँ अब यसलाई चाहिँ 1000 रुपियाँ बनाउन सक्छौँ कि सक्दैनौँ ल ठिक हामी चाहिँ यो बिस्कुट बेच्न हिँडिसकेका छौँ अब अङ्कलहरू देख्नुभएको छ पछाडि होइन सो अङ्कलहरूलाई बेच्न जाँदैछौँ अब चाहिँ हामीले बेच्न सकिन्छ क्या लेट्स सी हामी युट्युब भिडियो बनाउँदा हुन्छ यसो थोरै मात्र बोलिदिनु सो हामीले फेरि रिजेक्सन बनाउँदियो खाइसक्यो तपाईँ फेरि यहाँ रिजेक्सन खाइसक्यो सो आन्टीहरू भन्दा चाहिँ अङ्कल धेरै लजाउनु हुँदो रहेछ सो अब हामीले अरू मान्छे खोज्न जाँदैछौँ अनि बिस्कुट खाने सो हामी चाहिँ अङ्कलहरूले हामीलाई रिजेक्सन गर्नुभयो र अन्टीले सोध्छ हामीले सो यस्तो आन्टी युट्युब भिडियो बनाउँदा हुन्छ यसो हजुरलाई मिल्छ भने झ्याल तल गर्दा हुन्छ सो युट्युब भिडियो बनाउँथ्यो कि नलजाउनु न थोरै हामीले चाहिँ हजुरलाई कन्सेप्ट बुझाउँछौँ होइन सो हामीले 1 रुपियाँलाई चाहिँ 1000 रुपियाँमा बदल्दैछौँ होइन चोइस दिउ न टाइगर के भन्नेलाई टाइगर बिस्कुट नि चाहन्छ बहिनीलाई सो हामी फाइनली ट्रेड गरिसकेका छौँ 10 रुपियाँको बिस्कुट 20 रुपियाँमा सो अब अझै बेच्न जाँदैछौँ आज 1 रुपियाँले चाहिँ 1000 रुपियाँमा कन्भर्ट गरिदियो अनि यसकोमा चाहिँ हामीले 1 रुपियाँबाट हामीले 110 रुपियाँ पुऱ्याएका थियौँ डिफ्रेन्ट मान्छेहरूलाई सोधेर हामीले चाहिँ 110 को बिस्कुट किन्यो र हामीले चाहिँ यो बिस्कुट ट्रेड गर्दैछ यो 10 रुपियाँको बिस्कुटलाई चाहिँ हजुरले किन्न सक्नुहुन्छ हजुरले 10 रुपियाँको बिस्कुटले चाहिँ 20 रुपियाँ 30 रुपियाँ हजुरको चोइस हजुरले 25 रुपियाँ 30 रुपियाँ किन्न पनि सक्नुहुन्छ हामीले चाहिँ यसलाई चाहिँ 1000 रुपियाँ आज बेलुका जसरी पनि बनाउनु छ होइन सो त्यो हजुरको अनि यो चाहिँ 1000 रुपियाँ चेन्ज गर्ने सो हामी धेरै मान्छेहरूलाई सोध्यौँ उहाँहरूले हेल्प गर्दै गर्दै आउनुभयो होइन सो हजुरहरूको किन्ने नकिन्ने हजुरको चोइस हो सो हजुरले मद्दत गर्न सक्नुहुन्छ भने चाहिँ हजुरलाई यसलाई 20 रुपियाँ 15 रुपियाँ 5 रुपियाँ बढाएर पनि किनिदिँदा हुन्छ कि 60 रुपियाँ हाल्न पाउँछ हजुरहरूको मर्जी माथि चाहिँ तर 10 भन्दा तल हुँदैन बिस्कुट हजुरले कतिवटा लिनुहुन्छ के हो तिमीहरूको खै यो नयाँ कन्सेप्ट लाऊ के गर्न खोजेको सो यो चाहिँ बिस्कुट हामीले बेचेर चाहिँ यसलाई 10 रुपियाँ किन्यौँ हामीले चाहिँ हजुरले चाहिँ 15 रुपियाँ 20 रुपियाँ जति पनि किन्न सक्नुहुन्छ सो यो चाहिँ हजुरलाई हामीले हजुर तपाईँहरूको लागि अब तपाईँहरूको जो कन्सेप्ट बताउनु यसको लागि 1000-1500 हालेर नि किन होला हजुर त्यो त यसको विषय चाहिँ त्यसरी अगाडि चाहिँ के त त्यति मात्रै ए सो हामीले चाहिँ यो चाहिँ के हो भन्दा चाहिँ सो यसलाई चाहिँ हामी 1 रुपियाँदेखि हामीले यत्रो बनाइसक्यौँ होइन सो 1 रुपियाँदेखि केही पनि नराखिकन सो यसलाई चाहिँ हामीले 1000 रुपियाँ कन्भर्ट गर्दैछौँ हजुरलाई त्यो नानी छ त्यो चाहिँ एउटा नानी त्यो आउँछ त्यो अङ्कललाई हामीले चाहिँ दुईटा बिस्कुट हामीले 50 रुपियाँमा ट्रेड गरिसकेका छौँ सो थ्याङ्क यू अङ्कल चलीलाई नै हामीले पसलको सामने भेट्न जाँदैछौँ के हामी सक्सेस हुन्छ होला लेट्स गो हेरौँ के हुन्छ यो चाहिँ के अरे कुन बिस्कुट हो भनिला बिस्कुट अब यसको कन्सेप्ट चाहिँ यस्तो हो कि हजुरले चाहिँ एउटा बिस्कुटलाई चाहिँ 10 रुपियाँ पर्छ नि हजुरले 20-30 रुपियाँमा किनिदिनु पऱ्यो कि सक्नुहुन्छ भने त्यसैले गर्दा हामीले एकबाट 1000 रुपियाँ बनाउन सफल हुन्छ सो गाइस हामी नेक्स्ट आन्टी भेटाइसकेका छौँ अब आन्टीलाई बेच्ने कोसिस गर्दैछौँ होइन आन्टीले कतिवटा किन्नुहुन्छ हेरौँ है सो आउँदै हुनुहुन्छ आन्टी सो पर्खिउँ एक्सक्युज मी आन्टी हामी युट्युब भिडियो बनाउँदैछ आउनु चाहन्छु बस 2 मिनट आउनु चाहन्छु यसो 2 मिनट एउटा सानो भिडियो सुट गर्न मिल्छ हजुरहरूसँग होइन कि यो चाहिँ भिडियो बनाउने हामी हार चाहिँ खाने छैनौँ होइन सबलाई सोध्नेछौँ यसो भिडियोमा आन्टी हजुर भिडियोमा युट्युब भिडियो सुट गर्न मिल्छ हजुरहरूसँग नआउने आन्टी आउने दिदी फेरि युट्युब भिडियो बनाउँदै यसो बोल्नुहुन्छ यसो बस 1 मिनट मात्र होस् फेरि नलज हाम्रो एउटा च्यालेन्ज चाहिँ यसो सुनिदिनुहुन्छ कि सो गाइस हामीले धेरै रिजेक्सन खाइसक्यो अब हाम्रो चाहिँ मेन कस्टमर भेटिसकेको छ के बिस्कुट किन्नुहुन्छ हजुरले बिस्कुट हजुरले जति मन लाग्छ त्यतिले किनिदिनुहुन्छ प्लिज नयाँ यसले पनि आउन इग्नोर गरिदिए दिनु सक्नुहुन्छ एउटा बिस्कुटको लागि हजुर सो यसले चाहिँ हामीले 1000 रुपियाँ जसरी पनि पुराउनु पर्यो आज बेलुका गरौँ न हुन्छ जति दिनु भयो क्या हजुर हामीले धेरै रिजेक्सन पछि एउटा बिस्कुट पानी बेच्न सफल भयो र दाइलाई चाहिँ स्पेसल थ्याङ्क्स छ र दाइले चाहिँ एउटा बिस्कुट बेच्यो थ्याङ्क यू सो मच है यहाँ पनि हामीले रिजेक्सन खायो केही छैन हामी अर्को ठाउँ जान्छौँ युङ दाइहरूलाई सो दाइहरूले बुझ्नुहुन्छ होला आज हाम्रो च्यालेन्ज सिधै भन्छौँ हजुरलाई चाहिँ हामीले 1 रुपियाँदेखि 1000 रुपियाँ बनाउँदैछौँ होइन सो हामीले चाहिँ यो जति देख्नुभयो नि हामीले 1 रुपियाँबाट बनाएको होइन सो यसलाई बेचेर हामीले चाहिँ अहिले 1000 रुपियाँ बनाउँदैछौँ भएको छ होइन सो बिस्कुट पनि दिनु त
थ्याङ्क यू दाई थ्याङ्क यू सो गाइज हामीले फाइनली अङ्कललाई भेटिसकेका छौँ जो हामीसँग बोल्न तयार हुनुहुन्छ सो हामीले चाहिँ हजुरलाई युट्युब भिडियो भन्छौँ हामी के गर्न खोजेको भन्दा चाहिँ हामीले चाहिँ आज 1 रुपियाँलाई चाहिँ 1000 रुपियाँ कन्भर्ट गर्दैछौँ सो हामीले 1 रुपियाँदेखि हेर्नु त यत्रो बनाइसक्यौँ होइन सो हजुरले यसलाई कम्प्लिट गर्नको लागि चाहिँ मद्दत गर्नुहुन्छ भने चाहिँ किनिदिएर मद्दत गर्न सक्नुहुन्छ सो हुन्छ च्यालेन्ज गर्दा सो गाइज फाइनली ल हजुर कतिवटा लिनुहुन्छ हजुरले कति एउटाको लागि दुईटाको लागि सो अङ्कलले हामीले थ्याङ्क यू भन्छौँ सो थ्याङ्क यू अङ्कल थ्याङ्क यू सो मच पनि छोड्दैन होइन सो हामी सबलाई सोध्नेछौँ हामीले होटेल होस् पसल होस् सबलाई बेच्नु ट्राई गर्दैछौँ सो एक्सक्युज मी अङ्कल आन्टी यसो भिडियो बनाउँदा हुन्छ होला युट्युबको लागि हो हामी चाहिँ बनाउन आएको थ्याङ्क यू अङ्कल सो अङ्कलले हामीलाई चाहिँ 50 रुपियाँ दिएर मद्दत गरिसक्नु भएको छ सो यसलाई चाहिँ 20 भयो होइन सो काइन्ड अङ्कल हुँदो रहेछ होइन हेयर कटिङ दिन सक्नुहुन्छ न्यू लुम्बिनी हेयर कटिङ सो अङ्कलले अब पैसा दिँदै हुनुहुन्छ कति दिनुहुन्छ हेरौँ हेरौँ थ्याङ्क यू अङ्कल सो अङ्कलले 20 रुपियाँ दिइसक्नु भएको छ चाहिँ 15 रुपियाँ मद्दत गर्नु भइसकेको छ होइन सो आन्टीलाई थ्याङ्क यू भन्दै हामी नेक्स्ट लोकेसनतिर लाग्छौँ थ्याङ्क यू सो दाइले फाइनली 50 रुपियाँ दिइसक्नु भएको सो गाइज यति पानी परिरहेको थियो र हामीले चाहिँ यो सबै बिस्कुट चाहिँ बेचेर सकियो र अब चाहिँ हामी यो पैसाको के गरिन्छ भनेर यसो निर्णय गर्छौँ हजुर हजुर हजुरसँग यसो केही बोल्नु थियो कि अच्छा सानो युट्युबर हो ठीक है हामीले चाहिँ आज एउटा च्यालेन्ज गरेको समझ गया। त्यो चाहिँ 1 रुपियाँलाई 1000 रुपियाँ बनाउने हामी बिहानदेखि हिँडिसक्यो अङ्कल हामी थ्याङ्क यू भन्न चाहन्छौँ होइन सो अङ्कलले हामीलाई हामीलाई 20 रुपियाँ दिनुभएको छ थ्याङ्क यू है अङ्कल थ्याङ्क यू अङ्कल दिन भन्दा तपाईँले फेरि उताबाट दिन भन्दा होइन के भन्नु सो अङ्कलले हामी काइन हान्टेडले हामीलाई 15 रुपियाँ दिँदै हुनुहुन्छ होइन सो अङ्कल हामीले थ्याङ्क यू भन्छौँ होइन सो अब चाहिँ अब यसलाई 1000 रुपियाँ बनाउँछौँ जसरी पनि सो यो चाहिँ युट्युब भिडियोको लागि हो कि युट्युब हेर्नुहुन्छ होला नि युट्युब टिकटकहरू त्यस्तैको लागि मात्र हो अहिले चाहिँ 20-30 रुपियाँ थपिदिन्छु भन्दा पनि हुन्छ हजुरले चाहिँ 10-20 रुपियाँ 20-30 रुपियाँ बराबर अलिक जस्तै एउटा थप्दिएर अब पैसा थपिदिने कसो गर्ने त हुन्छ पैसा थपिदिँदा हुन्छ त्यो भन्ने हामी चाहिँ बेच्दा बेच्दै वाक्क लाग्यो हामीले 4 घन्टा 5 घन्टा त्यति 200 रुपियाँ बनाउँदा बेच्दा त्यही मलाई कति दिन्छ उसले सो हामीले थ्याङ्क यू भन्छौँ होइन सो थ्याङ्क यू अङ्कल हाम्रो भिडियो झन् इन्ट्रेस्टिङ गरिदिएकोमा सो अङ्कल आन्टीले हामीलाई 50 रुपियाँ दिनुभएको छ हामी चाहिँ धेरै खुसी छौँ होइन सो आन्टीलाई ओके सो अङ्कलले हामीलाई चाहिँ 20 रुपियाँ थपिदिइसक्नु भएको छ अङ्कललाई थ्याङ्क यू भने फेरि हामी नेक्स्ट लोकेसनमा लाग्नेछौँ सो गाइज हाम्रो अङ्कलले चाहिँ 50 रुपियाँ दिएर सहयोग गर्नुभएको छ सो अङ्कल हामीले थ्याङ्क यू भन्न चाहन्छौँ होइन हजुर आजकलको यङस्टरलाई हजुरलाई के भन्न चाहनुहुन्छ यङ स्टारलाई त अब के भन्ने भन्दाखेरि पनि राम्रो बानी बसाउन सक्नु पर्यो अनावश्यक खर्च गर्नु भएन अनावश्यक कुराहरू सेवन गर्नु भएन अनुसार सबभन्दा पहिला अनुशासित बन्न सक्नु पर्यो अब यिनी कुरालाई ध्यानमा राखेर सो हामी पनि यङस्टर हो हामीले पनि यो कुरा ध्यान राख्नेछौँ होइन अङ्कलले भनेको कुरा चाहिँ सो आज अङ्कललाई थ्याङ्क यू भनेर चाहिँ हामी फेरि नेक्स्ट लोकेसनमा लाग्नेछौँ सो हावा होस् हुरी होस् बतास होस् हामीलाई यो भिडियो कम्प्लिट गर्नबाट कसैले रोक्न सक्दैन सो हामीले 500 रुपियाँ कम्प्लिट गर्न लागिसक्यो होइन र आज चाहिँ हामीले 500 रुपियाँ बनाउन लगभग बनाइसक्यो लगभग 20-30 रुपियाँ हुन्छ र अब हामी आगामी 3-4वटा होटेलमा गएर सोध्छौँ र पाइनु सक्यो नपाइनु सक्यो जस पानी पर्यो त्यही हामी डराउँछौँ त डराउँदैन कन्टेन्ट भयो युट्युबमा भनेपछि हजुर हुन्छ हुन्छ भाइले बुझ्छ सो हामीले चाहिँ मेन भनेको भाइले बुझ्दो रहेछन् होइन युट्युब हेर्छन् सो यङस्टरहरू भनेको यही होइन सो बुझ्यो होइन कन्सेप्ट चाहिँ सो त्यही हो हजुरले 10 रुपियाँ जति थपिदिनु हुन्छ अहिले फाइनली 20 रुपियाँ दिएका छन् होइन सो भाइले चाहिँ हामीले थ्याङ्क यू भन्छौँ आन्टीलाई पनि थ्याङ्क यू भन्छौँ सो थ्याङ्क यू भाइ नो फ्लेक्स भ्लग होइन हाम्रो चाहिँ अहिलेसम्म आएर 520 रुपियाँ भइसकेको छ होइन यसलाई हामीले चाहिँ यसलाई आज नि कम्प्लिट गर्न सकिन्छ यसलाई भोलि पनि कम्प्लिट गर्न सकिन्छ तर हामीले 1000 रुपियाँ बनाउँछौँ यस वी क्यान डु इट सो यतिखेर चाहिँ हामीले हिजोको च्यालेन्ज हिजो राति नै अधुरो भइसक्यो र हिजो चाहिँ हामीले बेच्न पाएन हिजो हामीले 500मै हामीले त्यत्तिकै राख्यो होइन अनि आज चाहिँ हामीले नयाँ च्यालेन्ज लिएर आइसक्यो त्यही 500लाई चाहिँ अब 1000मा कन्भर्ट गर्छौँ र आज चाहिँ हामीले 2 रुपियाँको 2 रुपियाँको चुइकमलाई कतिमा बेच्नु 10 रुपियाँमा होइन सो हाम्रो प्यारो बहिनी भेटेको छन् आऊ ल भिडियोमा आऊ सो अब कतिले चुइकम किन्छ हाम्रो एउटा चुइकमलाई 10 रुपियाँ चाउडा ल 40 रुपियाँ छ कि नि ओके कति रुपियाँ छ
कति रुपियाँ छ अन्त हामीले किनेर दिनु तपाईँले भनेको कति रुपियाँ छ तिमीसँग तिमीले बुझिनौ के यो एउटा चिकनलाई 10 रुपियाँ किन्न पर्यो कि तिमीले 5 रुपियाँ ल केही भएन केही दिएन 5 रुपियाँ पनि केही दिएन 5 रुपियाँ र यो चाहिँ अर्को नेक्स्ट बहिनीलाई यो चाहिँ अर्को बहिनीलाई दिनु ल 10 रुपियाँ बनाउने च्यालेन्जले गरेका छौँ कि होइन त्यसको लागि चाहिँ हजुरले 2 रुपियाँको भिडियो 2 रुपियाँको चिकनलाई चाहिँ 10 रुपियाँ किनिदिन सक्नुहुन्छ अरूसँग अप्सन नि छ सेन्टर फाइनली आन्टी भेटिसक्नु भएको छ होइन सो आन्टीले हाम्रो चाहिँ चिकन किन्न जाँदै हुनुहुन्छ सो आन्टी 10 रुपियाँ 10 रुपियाँ चाहियो हजुर सो फाइनली गाइस 10 रुपियाँ आयो चिकन बेच्ने आइडिया चाहिँ चलिरहेछ है अझै मैले यो आइडिया चाहिँ मेरो हो है यो कसैको होइन मेरो आइडिया होइन मेरो आइडिया है गाइस यो मेरो आइडिया One eternity later. ल थ्याङ्क यू आन्टी 1 रुपियाँलाई चाहिँ 1000 रुपियाँ बनाउन ट्राई गर्दैछौँ होइन सो एउटा चिकन हुन्छ ल कति त किन्नुहुन्छ मन राखिदिनु 2टा 3टा जति नि किन्न सक्नुहुन्छ हजुर हजुर हजुरको मन हो हेर्नुहोस् हजुरले जति किनिदिनुहुन्छ हामीलाई 3-4 ल्याउनु 3-4 एउटा सो हामीले अङ्कलले सय अङ्कल खुल्लै रहेछ 50 रुपियाँ मात्र रहेछ के गर्नु अझ 2टा किन्नुहुन्छ र अझ 2टा किन्ने नि किन्नु अझ किन्ने नि किन्नु 2टा अझ 2टा लास्ट मात्र खुल्ला रहेछ कि हामीसँग किन्दिन न हजुरको मन धेरै ठुलो छ जस्तो लाग्यो अङ्कल हामी 3टा हजुर ओके 2टा किन्दिन क्या रे भिख मंग्या के अङ्कल 20 रुपियाँ पाइसकेको छ अरू अङ्कलले पनि किन्नु जस्तो लाग्यो हजुरहरूले पनि किन्नुहुन्छ कि हेलो एक्सक्युज मी दिदी यस्तो सानो युट्युब भिडियो सुट गर्नुहुन्छ हामीसँग सानो हेलो एक्सक्युज मी दिदी सानो युट्युब भिडियो सुट गर्नुहुन्छ सानो यसो सुनिदिनु न सुन्नुहुन्छ होइन 1 मिनट मात्र 1 मिनट त्यसो र हामीले चाहिँ दिदीलाई एउटा चिकन बेच्दैछ ल 10 रुपियाँ दिदी चाहिँ थ्याङ्क यू दिदी सो हामी यतिखेर दिदीहरूसित आइसकेको छौँ एक्सक्युज मी दिदी हेलो एक्सक्युज मी सानो युट्युब भिडियो सुट गर्न मान्नुहुन्छ युट्युब च्यानलको नाम नो फ्लेक्स ब्लग छ फाइनली हामीले 2टा 20 रुपियाँ कमाइसकेका छौँ 2टा बेचेर होइन सो अङ्कल हामीले थ्याङ्क यू भन्छौँ होइन सो अब सिधै यति बेला हामीले चाहिँ सेन्ट्रल फुड बेचेर यति पैसा बनाएका छौँ होइन त्यति होइन यति त्यो त उस गरेर तर पहिलाको पैसा हो यो चाहिँ यस्तो मजा 20 भिडियोको मजाक नगर मजा गरेको होइन कि त केही छैन हामी चाहिँ यति पैसा बनाइसक्यो र अब चाहिँ हामीले यो पैसा बेचेर होइन बेचेर ल्याउँछौँ हामीले सो अङ्कललाई थ्याङ्क यू भन्दै हामी नेक्स्ट लोकेसन लाग्नेछौँ सो आमाले चाहिँ धेरै बुझ्नुहुँदो रहेछ होइन सो सो आमाले 150 असम्मको हाइजेस्ट दिनुभएको छ सो मौसम तो ऐसा लग रहा है दिल गार्डन गार्डन हो रहा है बहुत मजा आ रहा है यहाँ पे थ्याङ्क यू भन्दै नमस्ते भन्दै हामी अब नेक्स्ट लोकेसनमा जानेछौँ है अङ्कलले 20 रुपियाँ दिनु भएको छ होइन सो अङ्कललाई थ्याङ्क यू भन्दै अङ्कलले 15 रुपियाँ दिनुभएको छ 15 रुपियाँको चिकन मैले असम्मको हजुरले गर्न नि पाउनु होइन गर्नु चाहिँ गर्नु सो अङ्कल चाहिँ हामीलाई गर्न मान्नु भएन र हामी चाहिँ सो गाइस अब चाहिँ हामीले पन्जाबी तड्का किनेका छौँ यसलाई बेचेर चाहिँ हामीले आज च्यालेन्ज कम्प्लिट गर्नेछौँ होइन सो 1000 रुपियाँ कम्प्लिट गर्छौँ होइन सो हाम्रो चाहिँ 900 रुपियाँ बनेको थियो अब यसलाई चाहिँ हामीले यति किन्यो सो हामीले सुरुवात हामी पन्जाबी तड्का दे अङ्कल पन्जाबी तड्का खाने पन्जाबी तड्का खाने खाने कान बज्यो कि हाम्रो च्यालेन्जमा चाहिँ निकै ठुलो ट्विस्ट आएको छ मलाई लाग्छ कि अब यो बेच्न एकदम निकै गाह्रो हुनेछ र योभन्दा पहिला चाहिँ हामीले जति पैसाको बदला पैसा मागेको थियो त्यो गर्न त्यस्तो गाह्रो भएन कि यो बेच्न चाहिँ अब एकदम गाह्रो हुन्छ र यो चाहिँ सब बेच्ने छ मेरो साथीले म दिन जाँदैछु होइन मिठो छ एकचोटि राखेर नि हेर्नुलाई सो गाइस हामीले चाहिँ फाइनली यति बनाइसकेका छौँ होइन सो 1000 रुपियाँ पुग्नमा 20 रुपियाँ मात्र सो 20 रुपियाँ कमी छ सो अब चाहिँ हामीले बनाउँछौँ बनाउने हो कि अब अब सिधै अब 1000 रुपियाँ बनाउने बेटर ल कम्प्लिट भइसकेको छैन 1000 रुपियाँ बनाइसक्यौँ होइन सो लास्ट दिदीहरूलाई 30 रुपियाँ
गाइस हामीले 1000 रुपैयाँ फाइनली बनाइसकेका छौँ होइन सो 1 रुपैयाँदेखि हामीले 1000 रुपैयाँको च्यालेन्ज चाहिँ हामीले कम्प्लिट गरिसकेका छौँ सो अरू चाहिँ हाम्रो ढोली दोस्तले भन्छन् ढोले जस्तो होइन यहाँ चाहिँ ताउले चाहिँ मलाई माइक हामी रातमा दिइसकेका छन् र म भन्छु कि हामीलाई चाहिँ यो च्यालेन्ज गर्न एकदमै गाह्रो भयो र केही पनि छैन हामीले चाहिँ हजुरहरूको लागि हजुरहरूको इन्टरटेनमेन्टको लागि नै यो भिडियो र डोन्ट फर्गेट टु वाच द भिडियो टिल द एन्ड सो भिडियो यहीँ समाप्त हुन्छ सो भिडियो अवश्य मन पर्यो होला होइन मन परेमा लाइक सब्सक्राइब तिमीले भन म कमेन्ट पनि हुन्छ कमेन्ट ल कमेन्ट चाहिँ गर्नु ढोलेका लागि पनि कमेन्ट गर्नु